फिफा वर्ल्ड कप 2026 को प्रिडिक्सन मेरो हातमा क्यानाडा, मेक्सिको, युएसएबाट आइसकेको छ। जस अरू बेला फुटबल नहुन मतलब नभए पनि यो वर्ल्ड कप चाहिँ ओभरै प्रिडिक्सन गरिन्छ र यो जेन्युन प्रिडिक्सन नै हो मेरो तर्फबाट चाहिँ। सिधै हामी मुद्दामा जाऊँ। योपालि चाहिँ वर्ल्ड कपमा 48 वटा टिम छ, 12 वटा ग्रुपमा राखेको छ। अनि 12 वटा ग्रुपबाट चाहिँ टप 2 भएका ग्रुप टिमहरू चाहिँ जस 24 वटा टिम चाहिँ जाने भयो राउन्ड अफ 32 मा। 24 वटा टिम भयो प्लस 8 वटा टिम चाहिँ टप 3 बाट बेस्ट भएकाहरू हैन। टप 3 मा पनि बेस्ट टिमहरू चाहिँ 8 वटा टिम त्यसरी जाने भयो। 24 वटा टिम चाहिँ टप 2 बाट जाने भयो भनेपछि 24 र 8 32 वटा टिम चाहिँ राउन्ड अफ 32 मा जाने भयो। अब यहाँनिर मैले प्रिडिक्सन गरेको छु राउन्ड अफ 32 बाट राउन्ड अफ 16 भयो। राउन्ड अफ 16 बाट क्वार्टर फाइनल, सेमी फाइनल, त्यसपछि फाइनल र फाइनलको विनर पनि आइसकेको छ यहाँनिर। हामी सिधै मुद्दामा जाऊँ। मुद्दामा जानु भन्नु पहिला यिनीहरू बढाऊँ। जस ग्रुप ए मा चाहिँ अब सर म पढ्दैछु। ग्रुप ए मा चाहिँ मेक्सिको, साउथ अफ्रिका, कोरिया, चेक रिपब्लिक। ग्रुप बी मा चाहिँ क्यानाडा, यो बिआइएच भनेको कुन एउटा देश हो, बोस्निया एन्ड हर्जेगोभिना भन्ने रहेछ, छोडिदिउँ जस यही देश रहेछ। कतार, स्विजरल्यान्ड रहेछ बीमा चाहिँ। ग्रुप सी मा चाहिँ ब्राजिल, मोरक्को, हाइटी र स्कटल्यान्ड। ग्रुप डी मा चाहिँ युएसए, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेछ। ग्रुप ई मा चाहिँ जर्मनी, सियुडब्ल्यू कुन देश हो यो, यहाँ छेउमा लेखेको थियो, कुराकाओ भन्ने रहेछ, जर्मनी, कुराकाओ, इभरी कोस्ट र इक्वेडर रहेछ। ग्रुप एफ मा चाहिँ नेदरल्यान्ड, जापान, स्विडेन र तुनिसिया छ। ग्रुप जी मा चाहिँ बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड छ। ग्रुप एच मा चाहिँ स्पेन, सिपिबी भनेको कुन एउटा देश हो, कार्बो भर्दे, त्यसपछि साउदी अरेबिया, उरुग्वे। ग्रुप आई मा चाहिँ फ्रान्स, सेनेगल, इराक, नर्वे रहेछ, हालान्ड। जे मा चाहिँ अर्जेन्टिना छ, भ्यामोस, अल्जेरिया, त्यसपछि अस्ट्रिया, जोर्डन। ग्रुप के मा चाहिँ पोर्चुगल, सिओडी भन्ने कुन देश हो यो, कङ्गो, त्यसपछि उज्बेकिस्तान, कोलम्बिया रहेछ। ग्रुप एल मा चाहिँ इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा रहेछ हैन। पानामा नै हो। ल अब यो ग्रुपहरूबाट चाहिँ मेरो प्रेडिक्सनमा चाहिँ ग्रुप ए मा चाहिँ कोरियाले फर्स्ट गर्छ, सेकेन्डमा मेक्सिको हुन्छ, थर्डमा साउथ अफ्रिका र फोर्थमा यो एउटा देश चेक रिपब्लिक। त्यसपछि बीमा चाहिँ स्विजरल्यान्डले फर्स्ट गर्छ, क्यानाडा सेकेन्ड हुन्छ, कतार थर्ड हुन्छ र फोर्थमा यो अदुवा लसुन देशी मतलब भएन हामीलाई। सीमा चाहिँ ब्राजिल फर्स्ट हुन्छ, मोरक्को सेकेन्ड हुन्छ, त्यसपछि स्कटल्यान्ड थर्ड भयो अनि हाइटी चाहिँ फोर्थमा राखिदिए। डीमा चाहिँ युएसए फर्स्ट, टर्की सेकेन्ड, अस्ट्रेलिया थर्ड र पाराग्वे चाहिँ फोर्थ भयो। ईमा चाहिँ इक्वेडर फर्स्ट हुन्छ, जर्मनी सेकेन्ड भयो, त्यसपछि यो सिआइबी भन्ने कुन देश थियो, इभरी कोस्ट भन्ने थर्ड भयो, अनि त्यसपछि यो कुराकाओ भन्ने यो एउटा देश, यसको छोडिदिउँ। र एफमा छ जापान छ, नेदरल्यान्ड, जापान फर्स्टमा हुन्छ, नेदरल्यान्ड सेकेन्डमा हुन्छ, स्विडेन थर्डमा हुन्छ र तुनिसिया फोर्थमा हुने भयो। जीमा त्यसै गरी बेल्जियम फर्स्टमा हुन्छ, यो चाहिँ मेरो प्रेडिक्सन है। फेरि इजिप्ट चाहिँ सेकेन्डमा हुन्छ, न्युजिल्यान्ड चाहिँ थर्डमा हुन्छ, इरान चाहिँ अब त्यस्तै भयो इरानलाई फोर्थमा हुन्छ। एच भनेको चाहिँ स्पेन फर्स्टमा हुने भयो, उरुग्वे सेकेन्डमा हुन्छ, थर्डमा साउदी अरेबिया हुन्छ, फोर्थमा चाहिँ यो कुन देश हो, सिपिबी भनेको कुन थियो, कार्बो भर्दे भन्ने देश रहेछ। आईमा चाहिँ फ्रान्स फर्स्टमा हुन्छ, सेकेन्डमा सेनेगल हुन्छ, थर्डमा नर्वे हुन्छ, इराक हुने भयो फोर्थमा। जेमा चाहिँ अर्जेन्टिना अभियसली फर्स्ट हुने भयो, अस्ट्रिया सेकेन्ड हुने भयो, अल्जेरिया थर्ड, त्यसपछि अर्को भनेको चाहिँ यो टर्की चाहिँ फोर्थ हुने भयो हैन। सरी जोर्डन रहेछ। अनि केमा चाहिँ कोलम्बिया फर्स्ट हुन्छ, होइन पोर्चुगल बबाल भयो पनि कोलम्बिया चाहिँ फर्स्ट हुने भयो, सेकेन्ड चाहिँ पोर्चुगल हुन्छ जस्तो छ, अनि उज्बेकिस्तान थर्ड हुने भयो, अनि यो कङ्गो भन्ने चाहिँ फोर्थै हुने भयो। एलमा चाहिँ इङ्ल्यान्ड फर्स्टमा, घाना सेकेन्डमा, क्रोएसिया थर्डमा र फोर्थमा चाहिँ पानामा हुने भयो। यसरी चाहिँ मैले फर्स्ट सेकेन्ड थर्ड ग्रुपमा यिनीहरू चाहिँ डिसाइड गरेँ। अब राउन्ड अफ
32 मा को जान्छ भन्दाखेरि राउन्ड अफ 32 मा हुनेवाला छ मेक्सिको र क्यानाडा हुन्छ। त्यसै गरी कोरिया भर्सेस स्कटल्यान्ड हुन्छ। स्विजरल्यान्ड भर्सेस नर्वे हुन्छ हाल्यान्ड। ब्राजिल भर्सेस नेदरल्यान्ड हुनेवाला छ। युएसए भर्सेस स्विडेन हुन्छ। इक्वेडर भर्सेस अस्ट्रेलिया हुन्छ। जापान भर्सेस मोरक्को हुन्छ। बेल्जियम भर्सेस साउदी अरेबिया हुन्छ। स्पेन भर्सेस अस्ट्रिया हुन्छ अस्ट्रिया। फ्रान्स भर्सेस न्युजिल्यान्ड। अर्जेन्टिना भर्सेस उरुग्वे। कोलम्बिया भर्सेस सियारो भन्ने क्रोएसिया र इङ्ल्यान्ड भर्सेस अल्जेरिया हुनेवाला छ। अनि अर्को अझै तीनटा चाहिँ जर्मनी भर्सेस सेनेगल, पोर्चुगल भर्सेस घाना र टर्की भर्सेस इजिप्ट हुनेवाला छ राउन्ड अफ 32 मा। यो राउन्ड अफ 32 को लिस्ट पनि हटाइदिउँ। अब झन् मोर इन्ट्रेस्टिङ हुनेवाला छ। मिल्छ है, मिल्छ, यो चाहिँ 100% मिल्छ बिकज इट्स फुटबल टाइम। डाम नाम ना ओ ओ वाका वाका ओ डाम नाम ना नाम करेला दिस टाइम फर अफ्रिका, सरी दिस टाइम फर मेक्सिको, क्यानाडा एन्ड युएसए। अब राउन्ड अफ 16 मा जाम। राउन्ड अफ 16 मा चाहिँ मेक्सिको भर्सेस इक्वेडर, ब्राजिल भर्सेस सेनेगल, जापान भर्सेस फ्रान्स हुनेवाला छ। कोरिया भर्सेस इङ्ल्यान्ड हुनेवाला छ। स्पेन भर्सेस पोर्चुगल हुनेवाला छ। बेल्जियम भर्सेस स्विडेन हुनेवाला छ। इजिप्ट भर्सेस कोलम्बिया हुनेवाला छ र नर्वे भर्सेस अर्जेन्टिना हुनेवाला छ। अर्जेन्टिना कि यो त यसलाई मैले हराउँछु एकछिनमा। यसरी हुनेवाला छ। अब मेक्सिको र इक्वेडरको राउन्ड अफ 16 मा हुनेवाला म्याचमा मेक्सिकोले जित्छ। ब्राजिल र सेनेगलकोमा ब्राजिलले जित्छ अभियसली। जापान र फ्रान्समा फ्रान्सले जित्ने भयो। कोरिया र इङ्ल्यान्डको हुने बेलामा चाहिँ अभियसली इङ्ल्यान्डले जित्छ। स्पेन र पोर्चुगलमा योपालि पोर्चुगलले 3v3 गर्दैन, पेनाल्टी पनि हुँदैन, योपालि पोर्चुगलले जित्छ अभियसली। बेल्जियम र स्विडेनमा चाहिँ योपालि जित्नेवाला छ बेल्जियमले। इजिप्ट र कोलम्बियामा चाहिँ इजिप्टमा होइन मोहम्मद सलाह लौडा जेसुकै होस्, इजिप्ट र कोलम्बियामा जित्नेवाला छ कोलम्बियाले। नर्वे र अर्जेन्टिनामा हाल्यान्डलाई मेसीले पछारेर अर्जेन्टिनाले जित्नेवाला छ र यो टिमहरू जानेछ क्वार्टर फाइनल अर राउन्ड अफ 8 मा। अब राउन्ड अफ 8 मा गइसकेपछि कसको हुन्छ त है, ल है झन् इन्ट्रेस्टिङ हुनेवाला छ यहाँ। मेक्सिको भर्सेस ब्राजिल हुनेवाला छ। पोर्चुगल भर्सेस बेल्जियम हुनेवाला छ। फ्रान्स भर्सेस इङ्ल्यान्ड हुनेवाला छ। कोलम्बिया भर्सेस अर्जेन्टिना हुनेवाला छ। अब मेक्सिको र ब्राजिलमा योपालि जित्ने छ ब्राजिलले, नियमार दाजुले जित्नेवाला छन्। पोर्चुगल र बेल्जियममा अफकोर्स बेल्जियम हार्नै पर्छ, पोर्चुगलले जित्छ। त्यसै गरी फ्रान्स भर्सेस इङ्ल्यान्डमा चाहिँ कसलाई जिताउने होला? फ्रान्स भर्सेस इङ्ल्यान्डमा टफ छ, तर योपालि यस इङ्ल्यान्डले जित्नेवाला छ। सरी एम्बाप्पे, लौडादेपे, डेम्बेले, सरी, योपालि इङ्ल्यान्डले जित्नेवाला छ। त्यसपछि कोलम्बिया र अर्जेन्टिनामा अलिकतिले चाहिँ अर्जेन्टिनाले जित्नेवाला छ, अभियसली छ। अब हामी लास्ट एन्ड नट लिस्ट सेमिफाइनल राउन्ड अफ 4 मा जाउँ। सेमिफाइनल हुनेवाला छ ब्राजिल भर्सेस पोर्चुगल र इङ्ल्यान्ड भर्सेस अर्जेन्टिना। र ब्राजिल भर्सेस पोर्चुगलमा योपालि स्ट्याट्स हेर्ने हो भने, रेकर्ड्स हेर्ने हो भने पिएसजीको प्लेयर पोर्चुगलमा त्यस्तै छ होइन। युएफए च्याम्पियन्स लिग, अदुवा लसन के लिग जितिरहेको छ, बेस्ट प्लेयरहरू पनि छँदैछ। र ब्राजिलमा नि छ, तर योपालि चाहिँ पोर्चुगलले ब्राजिललाई हराउनेवाला छ। पोर्चुगल फाइनलमा जानेवाला छ।
2026 को वर्ल्ड कप फिफा वर्ल्ड कप मेन्स फिफा वर्ल्ड कप पोर्चुगल फाइनलमा जानेवाला छ र इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनामा योपालि अर्जेन्टिना जाँदैन, योपालि इङ्ल्यान्ड जान्छ, योपालि इङ्ल्यान्ड जानेवाला छ राउन्ड अफ 2 भनेको फाइनलमा चाहिँ इङ्ल्यान्ड जानेवाला छ र इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि 2026 को फाइनल न्युयोर्कमा न्यू जर्सी स्टेडियममा पोर्चुगल भर्सेस इङ्ल्यान्ड हुनेवाला छ, पोर्चुगल भर्सेस इङ्ल्यान्ड। रिमेम्बर दिस सेन्टेन्स, रिमेम्बर दिस लाइन्स। 2026 फिफा वर्ल्ड कप फाइनल न्युयोर्कको न्यू जर्सी स्टेडियममा सन्डे जुलाई 19, 2026 मा पोर्चुगल भर्सेस इङ्ल्यान्डको नङ्गा नाच हुनेवाला छ र नाङ्गै नाच्ने भनेको इङ्ल्यान्डले हो, किनकि नाङ्गै पार्ने भनेको पोर्चुगलले हो र पोर्चुगल भर्सेस इङ्ल्यान्डमा फाइनल जित्ने छ अफकोर्स पोर्चुगलले। यस, पोर्चुगलले योपालि 2026 को फाइनल जित्नेवाला छ। नपत्याए हामीले 104 वटा म्याच हेरौँ। 104 वटा म्याचमा 104 औँ म्याचमा तपाईँले पोर्चुगललाई सुनको डल्लो वर्ल्ड कपको ट्रफी उचालेको देख्न सक्नुहुनेछ। यदि प्रेडिक्सन ठिक लाग्यो भने चाहिँ सेयर गर्नु, रिपोस्ट गर्नु टिकटकमा। अभियसली टिकटक इज बेस्ट फर न्यू कमर्स। इन्स्टाग्राममा, फेसबुकमा र युट्युबमा, किनकि योपालि जित्नेवाला छ पोर्चुगल। क्रिस्टियानो रोनाल्डो टप पोजिसन, टप प्लेयर, GOAT गोड।